Good morning everyone. Welcome to my new blog and mini blog. काठमाडौँमा बस्दा बस्दा मलाई वाक्क लागिसकेको थियो। त्यसपछि मैले चाहिँ घुम्न जाने प्लान गरेँ। अनि पछि मैले रिसर्च गरेँ। रिसर्च गर्दाखेरि मैले एउटा ठाउँ भेटेँ, दापदेम भन्ने ठाउँमा जाँदैछु म चाहिँ। यस्तो उकालो थियो, यति धेरैजना मान्छेहरू हिँडिरहेको थियो। यति धेरैजना थियो कि कुरै छोडिदिँदा हुन्छ। म त हराउँछु कि भन्ने, जङ्गलमा आएर मलाई बाघले खान्छ कि बाँदरले कोतर्छ कि भन्ने डर थियो, तर त्यस्तो हुन सकेन। यति धेरैजना मान्छे थिए, तर हामी सबैजनासँग हिँडिरहेको थियौँ। त्यसपछि हामी गयौँ उकालो लगेर। उकालो त्यतादेखि स्टार्ट हुन्छ। यति राम्रो घरहरू थियो, सबैजना मान्छेहरू थिए। अनि त्यसपछि सबैजना लुखर हिँडिरहेका थिए। अनि जाँदै गर्दाखेरि चाहिँ एउटा बाटोमा भत्केको, एकदमै राम्रो भत्केको माटोको घर भेट्यो। त्यसपछि चाहिँ मलाई चाहिँ एकदमै गाउँको फिल आइसकेको थियो। गाउँमा पुगेको जस्तै भएको थियो। सबैजनाले भिडियो फोटोहरू बनाइरहनु भएको थियो। त्यतादेखि काठमाडौँको भ्यूहरू पनि अलिअलि देखिन्थ्यो, तर मैले हेर्न भ्याएन, भिडियो बनाउन भ्याएन। त्यसपछि भैँसीहरू पनि थियो। एकदमै राम्रो थियो, एकदमै सुकुन ठाउँ थियो। अनि लालीगुराँस पनि मलाई टिपुम भइरहेको थियो। कस्तो राम्रो लालीगुराँसहरू फुलिरहेको थियो। अनि त्यसपछि त्यता चाहिँ कुन ठाउँ हो खोइ मैले चाहिँ थाहा भएन। 3टा जिल्लालाई चाहिँ छुँदो रहेछ। कुन जिल्ला हो त्यो चाहिँ मलाई थाहा भएन। त्यहाँ कसैले अर्को ग्रुपको मान्छेले कुरा गरेको चाहिँ मैले देखिरहेको थिएँ। अनि त्यसपछि हामी दापदेम भन्ने ठाउँमा पुग्यौँ। दापदेममा चाहिँ यस्तो रहेछ, यस्तो राम्रो पोखरी। अनि त्यसपछि हामी घुम्यौँ, हेऱ्यौँ। त्यहाँ चाहिँ अलिक तल जान नदिँदो रहेछ। फोटो खिच्यौँ हामीले अलिअलि, तर तल गएन। मलाई चाहिँ त्यहाँ पुग्दाखेरि अलिअलि सेफ ओक्सन्डो जस्तै भाइब्स आइरहेको थियो, तर पनि सेफ ओक्सन्डो होइन भन्ने कुरा पनि थाहा थियो मलाई। त्यसपछि मैले हेरिरहेँ, एकदमै रमाइलो थियो। अनि त्यसपछि भिडियो फोटोजहरू गऱ्यौँ। अब हामीले भिडियो फोटोजहरू गरिसकेपछि अब त्यसपछि घर फर्किने काम थियो। भोक लागिरहेको थियो, खाजा खायौँ। त्यसपछि बाटोमा आउँदाखेरि लालीगुराँस टिप्यौँ। लालीगुराँस टिप्न नसकेर एकजना दाइले टिपिदिनु भएको थियो। अनि म चाहिँ एकदमै खुसी भएको थिएँ त्यो लालीगुराँस रुममा लग्छु भनेर। 14 किलोमिटर हिँडेर म चाहिँ थाकिसकेको थिएँ। त्यसपछि अरू सबैजना हिँडिसक्नु भएको थियो। म चाहिँ भिडियो बनाउँदाखेरि ढिला भइसकेको थियो। म पनि लागेँ। बाई बाई गाइज।